ल अब हाम्रो यहाँ के छ भनेदेखि हामीले यो वेबसाइटमा चाहिँ हाम्रो बारेमा परिचय बनायो। यो परिचय चाहिँ हामीले पेज बनायौँ हैन, यसरी। त्यसपछि अर्को कर्मचारी विवरणहरू राखियो। यो कर्मचारी विवरण, यो लिङ्क चाहिँ यो आवर टिम्स भन्ने मेनु तयार गरिसकेपछि चाहिँ यो आउँदो रहेछ भन्ने कुरा थाहा भयो। मेनुमा चाहिँ यहाँनिर लिस्ट मेनुमा चाहिँ हामीले यहाँनिर चाहिँ यो स्लग कपी गर्छ है त। यो स्लग तयार गरेपछि यसरी चाहिँ यो लिङ्क हालेपछि चाहिँ हाम्रो के हुँदो रहेछ त भनेदेखि यहाँनिर भएको टिम्स, यो आवर टिम्स भन्ने चाहिँ योसँग चाहिँ यहाँ बनाएको, यहाँ इन्ट्री गरेको चाहिँ कर्मचारीहरूको नाम लिस्टहरू चाहिँ पेजमा आफै आउँदो रहेछ, जुन मेनु अन्तर्गत राख्नु छ त्यो मेनुलाई। अब यो हामीले यसमा चाहिँ हामीले यसरी लिस्ट गर्ने भएको हुनाले चाहिँ हामीले चाहिँ यहाँ पुरानो वेबसाइटमा वेबसाइटको आधारमा यहाँनिर लिस्ट गर्ने भएको हुनाले हामीले यसमा पनि लिस्ट राख्नुको लागि के गर्यौँ त भनेदेखि यो मेनुलाई चाहिँ राजपत्र भन्ने मेनुलाई चाहिँ हामीले के गर्यौँ त, यसलाई चाहिँ यहाँनिर मेनुमा चाहिँ प्रदेश राजपत्र छ, यहाँनिर प्रदेश राजपत्र भन्ने चाहिँ क्याटेगोरी तयार गरे। अब यस्तो लिस्ट राख्नु पर्यो भनेदेखि चाहिँ हामीले क्याटेगोराइज गर्दै जानुपर्ने, क्याटेगोरी बनाएर लानु पर्यो। अब यस्तो परिचय जस्तो सिंगल पेज बनाउनु पर्यो भनेदेखि चाहिँ हामीले पेज तयार गर्दै जानु पर्यो। क्याटेगोरी बनाउँदाखेरि चाहिँ हामीले मेनु तयार गर्ने, त्यसपछि क्याटेगोरी तयार गर्ने र त्यो क्याटेगोरी अनुसार चाहिँ कन्टेन्टहरू हाल्दै जानु। अब हामीले यहाँनिर पुरानो वेबसाइटमा चाहिँ यहाँ प्रकाशन भन्ने छ, हामीले यहाँ प्रकाशन गरेको छैनौँ। यहाँ प्रकाशन भन्ने छ, यो प्रकाशनमा पनि यस्तो लिस्ट छ। हामी यो प्रकाशन बारम्बार गरिरहने भएको हुनाले चाहिँ हामीले के गर्छौँ त, यो पब्लिकेसनलाई चाहिँ आर्टिकल पब्लिकेसनलाई चाहिँ हामीले चाहिँ यो मैले यही स्लगहरू नै युज गरिरहेको छु, किनभनेदेखि यो युज गर्दाखेरि चाहिँ पछि हामीलाई चाहिँ यो कुनबाट लिएको भन्ने कुरा पनि थाहा पाउनु सजिलो हुन्छ भनेर मैले त्यो गरिरहेको छु। यहाँ पहिलो ताल हामीले के गर्नु पर्यो त, यसको लागि पनि यो लिस्ट देख्दाखेरि क्याटेगोरी तयार गर्नुपर्छ भन्ने कुरा चाहिँ आउँछ। अब यहाँनिर लिस्ट मेनु अथवा एड मेनुमा डाइरेक्ट गएँ र चाहिँ यहाँनिर पब्लिकेसन भनेर चाहिँ मैले इङ्ग्लिसमा चाहिँ पब्लिकेसन भनेर राखेँ। पब्लिकेसन यहाँनिर प्रकाशन भन्ने कुरा हुनसक्छ, नेपालीमा प्रकाशन। त्यसपछि अब युआरएलमा चाहिँ के गर्नु पर्यो, क्याटेगोरी हो, त्यसैले गरी त्यसको लागि क्याटेगोरी। अब यहाँनिर पब्लिकेसन्स हैन। अब यो चाहिँ हामीले उता स्लगमा पनि यही युज गर्नुपर्छ हैन। क्याटेगोरिज हामीले तयार गर्न गयो पब्लिकेसन। अब प्यारेन्ट चाहिँ यो त रुटमा बस्ने छ, यहाँनिर रुटमा बस्ने भएको हुनाले हामीले के गर्छौँ त, यसलाई प्यारेन्ट चाहिँ रुट लिन्छ। अब प्रायोरिटी भनेर भनेको छ, प्रायोरिटीमा चाहिँ यहाँनिर 1 2 3 4 भनेपछि अब हामीले यसलाई चाहिँ 4 दिनु पर्यो र एक्टिभ गर्ने हो भनेको छ, यहाँनिर एक्टिभ गरेर एड गर्नु पर्यो। अब यो गरिसकेपछि अब हाम्रो यहाँ मेनु तयार भइसकेको छ। अब मेनु तयार भइसकेपछि अघि मैले के गरेको छु त भनेदेखि प्रकाशन, यो जुन पब्लिकेसन्स भन्ने छ यो यसलाई नै मैले के गर्छु त स्लग बनाउँछु है, स्लग बनाउँछु क्याटेगोरीको लागि। अब यहाँनिर लिस्ट क्याटेगोरी गर्दा पनि भयो, एड क्याटेगोरीमा गएर चाहिँ नेपालीमा प्रकाशनहरू राख्छु म, अनि इङ्ग्लिसमा पब्लिकेसन्स क्यापिटल पी क्यापिटल। यसको प्यारेन्टहरू केही पनि छैन, रुटमै छ पब्लिकेसन्स। यहाँनिर चाहिँ त्यो अघिको पेस्ट गरिदिँदा पनि भयो, यो पेस्ट गर्नुपर्छ। त्यो जुन हामीले स्ल्याक्स क्याटेगोरी
र चाहिँ पब्लिकेसन्स भनेर जुन हामीले चाहिँ युआरएल दिएको छ त्यही स्लग बनाउनु पर्ने हुन्छ। यो चाहिँ रुटमै भएको हुनाले यहाँ क्लासमा छोड्छु र यो चाहिँ हाम्रो यस्तो खालको लिस्ट बनाउनु पर्ने भएको हुनाले चाहिँ हामीले के गर्नुपर्छ त यहाँनिर चाहिँ पेज स्टाइल 2 क्याटेगोरी पेज स्टाइल 2 गरेर अपडेट गरिदिन्छु। अब गरिसकेपछि यहाँनिर भएकै एउटा मैले कन्टेन्टलाई चाहिँ कपी गरेँ, डाउनलोड गर्छु, सेभ गर्छु। यो आएको छ। अब यसलाई मैले के गर्नुपर्छ त भनेदेखि मेनु तयार गरेँ, क्याटेगोरी तयार गरेँ। अब कन्टेन्ट त्यसमा हाल्नु पर्यो, त्यो क्याटेगोरीमा कन्टेन्ट हाल्नु पर्यो। त्यसको लागि मैले अघि टाइटल कपी गरेको थिएँ, इङ्ग्लिसमा पनि त्यो टाइटल गरेपछि चाहिँ यो इङ्ग्लिसमा किन गर्नु पर्यो भनेदेखि यहाँनिर हामीले इङ्ग्लिस गर्दाखेरि पनि त्यो कन्टेन्ट प्राप्त गर्न सक्ने होस् भनेर त्यो राखियो। त्यसपछि अब अघि चाहिँ यहाँनिर हामीले क्याटेगोरी तयार गरिसकेको छ, यहाँनिर प्रकाशनहरू भनेर त्यो यहाँनिर आउँछ। अब यो कन्टेन्ट हामी के को लागि त यो प्रकाशनहरूको लागि राख्ने भएको हुनाले त्यसमा अन्य क्याटेगोरीमा पनि राख्नु छ भनेदेखि क्लिक गर्ने, नत्र भनेदेखि अघि मैले फाइल डाउनलोड गरेको छु, यो फाइललाई मैले लिएँ र चाहिँ यसलाई मैले पब्लिस डाइरेक्टली गरेँ र पब्लिस भयो। यसरी पहिले हामीले के गर्छौँ त मेनु तयार गर्छौँ। मेनुको युआरएलमा जुन हामीले दिएको छ, युआरएलको जुन लास्टको स्लग छ त्यो स्लगलाई चाहिँ क्याटेगोरीमा पनि म्याच गर्नु पर्यो अनि त्यो क्याटेगोरीमा चाहिँ अनि हामीले के गर्नु पर्यो कन्टेन्ट फिट गर्नु पर्यो। अब यो चिज चाहिँ हाम्रो यहाँनिर आइसकेको छ। प्रकाशनहरूमा क्लिक गरेपछि यहाँनिर अहिलेको अपलोड भइसक्यो। अब यसमा अरू फाइलहरू पनि जस्तै यो बागमती प्रदेश एन सङ्गालो भन्ने छ, यसलाई मैले कपी गरेँ, यसलाई डाउनलोड गर्छु। सायद यो ठुलो किताब होला। अब यसलाई मैले डाउनलोड गरेँ। अब चाहिँ यो प्रकाशनमा चाहिँ हामीले खालि कन्टेन्टमा गएर एड कन्टेन्ट अथवा यहीँनिर लिस्ट कन्टेन्ट गर्दाखेरि चाहिँ यहीँ पनि एड कन्टेन्ट भन्ने छ। यहीँ यसलाई चाहिँ क्लिक गरेपछि अब त्यो अघि मैले टाइटल कपी गरेको थिएँ, इङ्ग्लिसमा पनि त्यही कुरा र प्रकाशनहरू यहाँ क्याटेगोरी अहिले प्रकाशनहरूमै जाने। त्यसपछि यहाँनिर अपलोड गर्दाखेरि बागमती प्रदेश एन सङ्गालो किताब भन्नेलाई मैले लिएँ र पब्लिस गरेँ र स्टिल सेट इट लाइभ नाउ गरेपछि अब यो अपलोड हुँदैछ। यो ठुलो किताब भएको हुनाले अलिकति टाइम लिनुपर्छ। अपलोड भइसकेपछि अब हामीले यहाँनिर प्रकाशनहरूमा हेर्दाखेरि बागमती प्रदेश एन सङ्गालो। अब यहाँनिर यो त सजिलो यो रुट मेनुमा भयो। अब अलिकति यहाँनिर जस्तै मौजुदा कानुन भनेको छ यहाँनिर। अब यतिसम्मको लागि त सजिलै हो। अब यहाँबाट यस्तो खालको फेरि यहाँनिर चाहिँ के छ त भनेदेखि यो प्रदेश कानुन अन्तर्गत पुरानो कानुन छ। यहाँ मौजुदा कानुन ऐन, अध्यादेश, गठन आदेश, नियमावली, निर्देशिका यस्तो जस्तै गरे पुरानो कानुनभित्र ऐन छ। अब हामीले यहाँ क्लिक गरुन्जेलसम्म केही पनि आउनु परेन, तर यहाँ ऐनमा क्लिक गरेपछि पुरानो ऐनहरू आउनु पर्यो। अब यसको लागि के गर्नु पर्यो त हामीले बुझ्नुपर्ने कुरा यहाँसम्म चाहिँ मेनु मात्र तयार गर्ने। अब मेनुमा जाउँ र एड मेनुमा जाने। अब हाम्रो यहाँनिर के छ त भनेदेखि प्रदेश कानुन बनिसकेको छ। यस मुनि चाहिँ अब हामीले के गर्नु पर्यो त पुरानो कानुन भनेर राख्नुपर्ने छ। त्यसैले गर्दाखेरि यहाँनिर चाहिँ अब ओल्ड लज गरेँ, यहाँनिर पुरानो कानुनहरू भनेर लेखेँ। अब यहाँनिर चाहिँ के गर्छु त क्लिक गर्दाखेरि एरर पेज 404 नआओस् भनेर चाहिँ मैले युआरएल चाहिँ के गर्थेँ ह्यास राखिदिएँ। अब यसको प्यारेन्ट चाहिँ अब यहाँनिर एकदम ध्यान दिनुपर्ने कुरो यहीँनिर छ। यो
यसको प्यारेन्ट चाहिँ के त भनेदेखि हामीले यहाँ प्रदेश कानुन भित्र चाहियो, त्यसैले गर्दाखेरि प्रदेश कानुन प्रायोरिटीमा दोस्रोमा चाहिँ हामीले यो पुरानो कानुनहरू राख्ने थियो, एक्टिभ गर्ने। यस, अब यो यहाँनिर आइसकेको छ। अब भएन भनेदेखि यहाँनिर क्वेसन मार्क भ्यालु दिउँ एउटा। यहाँनिर मैले कतिसम्म भ्यालु युज गरिसकेको छु, 8 अनि युज गरिसकेको जस्तो छ, 9 पुरानो कानुन आयो। अब यस अन्तर्गत अब यहाँसम्म क्लिक गर्दाखेरि ह्यास अघि दिएको थिएँ, त्यो भएको हुनाले यो इरर आएन। अब यस अन्तर्गत फेरि हामीले के गर्नु पर्यो त, अब मौजुदा एन भने जस्तो पुरानो एन भनेर राख्नु पर्यो। तर पुरानो एनमा क्लिक गर्दाखेरि के आउनु पर्यो त, पुरानो एनको लिस्ट आउनु पर्यो। त्यसैले गर्दा मेनुमा गएर क्रिएट मेनु, त्यसपछि ओल्ड एक्ट पुरानो एन। अब युआरएल के दिनु पर्यो त, क्याटेगोरी ओल्ड एक्ट हैन। अब यो नै हामीले फेरि यो ओल्ड एक्ट जुन छ यसलाई नै हामीले के गर्नु पर्यो त, यो लास्टको स्लगलाई चाहिँ कपी गरेर राखी छोडौँ र अब यो केमा जान्छ त, पुरानो कानुनहरुभित्र जाने भएको हुनाले यसको प्यारेन्ट चाहिँ पुरानो कानुन हो। पुरानो कानुनको चाहिँ पुरानो एन चाहिँ चाइल्ड हो, त्यसैले गर्दाखेरि प्यारेन्टमा पुरानो कानुन। अब प्रायोरिटी 1, अब यसपछि बन्ने जुन पुरानो एन भन्ने पहिलो नम्बरमा आउनु पर्यो, त्यसैले गर्दाखेरि प्रायोरिटी 1। अब यसो गर्दाखेरि यहाँनिर अब हाम्रो पुरानो एन। अब यो एरर आउँछ। अहिले किन एरर आयो त भनेदेखि हामीले यस क्याटेगोरी पनि बनाएको छैनौँ र कन्टेन्ट पनि बनाएको छैनौँ। त्यसैले गर्दा अब हामीले अघि कपी गरेको छ स्लग युआरएलको जुन हामीले तयार गरेको यो ओल्ड एक्ट, यसलाई चाहिँ कपी गर्छौँ र चाहिँ अब क्याटेगोरी बनाउनुको लागि एड क्याटेगोरीमा के गर्नु पर्यो त भनेदेखि मौजुदा एन, जस्तै यहाँ क्याटेगोरीको म एउटा यहाँ लिस्ट देखाइदिन्छु। क्याटेगोरीको लिस्ट छ यहाँनिर, हायरार्की हेरौँ एकचोटि। यसरी मौजुदा कानुन हामीले मूल क्याटेगोरी बनायौँ, त्यसको साइड क्याटेगोरी जसरी मेनु बनाएको छ त्यस्तै गरी चाहिँ अब मूल के गर्नु पर्यो त, यहाँनिर क्याटेगोरी बनाउनु पर्यो। त्यसको लागि के गर्ने त, क्याटेगोरीमा एड क्याटेगोरी। अब यहाँनिर सिधै पुरानो कानुनहरू ओल्ड लज गरेर मैले एउटा मूल क्याटेगोरी तयार गरेँ। यो कुनै पनि अन्तर्गत पर्दैन, यो मूल हामीले क्याटेगोरी बनाउँदैछौँ, मेन क्याटेगोरी बनाउँदैछौँ। यस अन्तर्गतको क्याटेगोरी स्टाइलमा लिएर राखेँ। यो स्लगमा चाहिँ द ओल्ड लज भनेर राखेँ र यसलाई यो गरेर यो मान्नुपर्छ, मान्यो। अब यस अन्तर्गत फेरि हामीले के गर्नु पर्यो त, एकचोटि हायरार्की हेरौँ। यहाँनिर पुरानो कानुन छुट्टै आउनु पर्यो, मौजुदा कानुन जस्तै गरेर पुरानो कानुनहरू यहाँ आयो। यसलाई चाहिँ हामीले यसरी तलमाथि गर्नु मिल्छ है। पुरानो कानुनहरू आयो, आइसकेपछि अब हामीलाई क्याटेगोरी एड क्याटेगोरी गर्नु पर्यो। अब पुरानो एन भन्ने कुरा ल्याउनु पर्यो यहाँनिर, पुरानो एन ओल्ड एक्ट। अब यहाँ अरू पनि राखौँ, किनभने योभन्दा अगाडि हामीले डिलिट गरेको थियो धेरै कुराहरू। ओल्ड एक्ट्स है, ओल्ड एक्ट्स।
अब यो चाहिँ कुन अन्तर्गत हो भने पुरानो कानुनहरू अन्तर्गत रहन्छ। अब 8 अब हाम्रो यहाँनिर पुरानो कानुन पुरानो एन अब पुरानो एन यहाँ ओल्ड एक्ट आएको छ हैन ओल्ड एक्ट्स यो चाहिँ ओल्ड एक्ट्स क्याटेगोरीमा पनि ठिक छ मिलेको छ। अब हामीले पुरानो कानुन कुनै एउटा डाउनलोड गरौँला सेभ कन्टेन्ट हेड कन्टेन्ट यो ब्रैकेट छैन यो ब्रैकेट अब पुरानो एन हैन त गरे पब्लिश गरे अब यहाँनिर आउनु पर्यो यसरी चाहिँ मेनु भित्र पनि सब मेनु भित्र पनि हामीले क्याटेगोरी तयार गरेर राख्न सक्छौँ।